Hello everyone, it's your boy Hero YT. आज त शुक्रबार डिसेम्बर 19 हो। म दाई अनि विशाल हाम्रो साथीहरु चाहिँ हामी जान्छौँ आज लुम्बिनी। मेरो फर्स्ट टाइम लुम्बिनीको एक्सपिरियन्स हुँदैछ। समथिङ इज न्यू मेरो लागि चाहिँ लुम्बिनी नयाँ हो। अहिले यस भन्दै अब यहाँको जर्नी म स्टार्ट गर्छु घरबाट। लुगा प्याक गरेर लुगा लाइसकेको छु। अझै मसँग सफर गर्नु होला। लेट्स गो। आजको राइड चाहिँ मेरो यो चाहिँ घरमा हुन्छ। यो लिएर जान्छु म चाहिँ। टक्क हामी त्यो राइडको लागि हामी निस्किसक्यौँ हैन। यता त मनिष दाई, विशाल, लभ, हाम्रो निशान दाई, हाम्रो सन्देश दाई, मेरो राइड, दाईको राइड, दाईको 220 राइड, हाम्रो लिडर, हाम्रो बोस हो, हाम्रो इन्टरनेसनल हाम्रो चाहिँ टिम चाहिँ फ्रम बनेपाबाट आएको छ उतै हाम्रो बोस। जस्तो बाइक यहाँ देखायो। लेट्स गो दाइ। हामी त्यो अहिले छौँ नागढुङ्गामा। नागढुङ्गामा हामी नागढुङ्गामा छौँ। यहाँनिर केटाहरू कुरेर हामी टक्क दामी भ्यू छ, दामी विशाल छ। अनि यता चेकिङ दामी छ, को मान्छेहरू दामी चेकिङ रहेछ। अनि दिस इज माई सेकेन्ड लङ राइड हुन्छ बाइकमा। बाइक गाडीमा त धेरै टाढो आएको, तर बाइकमा मेरो फर्स्ट टाइम टाढो हुन्छ। मेरो राइड, मेरो प्यासेन्जर त गतिलो छ है। जे होस् गतिलोमा अब के भन्नु अहिले भन्दिनँ म। अहिले भन्दिनँ म। सबभन्दा अगाडि छ अहिले भन्दिनँ म। अहिले भन्दिनँ तर होइन त्यस्तो डर छैन छैन अनि अगाडि ल हामी यो हाम्रो दाइ एकजना कटिसकेको छ। अब एकजना रहेछ ल। हामीले बज्यो अहिले टक्क कति बज्यो भन्दाखेरि 9:14 भयो। हामी 9:14मा चाहिँ मल्लेश्वर आइपुग्यौँ। बिचमा ब्रेक लिँदै बिस्तारै आयौँ। त्यस्तो रस नभएको अलिकति हल्का फुल्का जाम नै थियो। अहिलेको रोडको कन्डिसन चाहिँ बेस्ट छ। अनि हामी चाहिँ रस साइड त कहीँ भएको छैन, हल्का फुल्का बाटोमा कुदायो त्यो ठिक छ। अनि अब यहाँ हाम्रो ब्रेक हुन्छ, चितवनको एकछिन हुन्छ। त्यसपछि हाम्रो जाडो ब्रेक सिटी टेम्पलपछि हाम्रो ब्रेक हुन्छ पुटोलपछि हाम्रो एकचोटि ब्रेक हुन्छ लुम्बिनी। हाम्रो लुम्बिनीको राइड अराउन्ड अब अलमोस्ट यहाँ 5 to 6 आवर्सको राइड हुन्छ। हो अब हामी बिस्तारै जान्छ, रस हुँदैन। अब त्योभन्दा बढी कन्टिन्यू हुन सक्छ। बाटोमा के हुन्छ कस्तो त देखाइहाल्छु। अब हामी चाहिँ यहाँको ट्याक्क चिया नास्ता खाएर हामी गन्तव्यतिर लाग्छौँ।
लुम्बिनीमा आइपुग्यो मैले नवलपरासी टक्काहरू देखाएर यस्तो टक्क हामी यहाँ सिजीमा छिरेपछि हामी जाउँछ पुरो देखा किन त खाएको है ल राइडको बारेमा के भन्छ त राइडको बारेमा के भन्ने राखा चिम्लिनु पर्ने गरी कुदाइहाल्यो अनि अरू रमाइलो भयो के भन्नु अरू पहाडी अर्को हालत त यही छ है यस्तै छ है के टिकट काट्नु पर्ने हामीले हामी त लोकल हो यहाँ त सिधा सुत छिर न लकर रुमले लकर पनि सुत्न हेर्दा नि कसले गाइड टक्क हामी चाहिँ अहिले चाहिँ लुम्बिनीको चोकमा छौँ लुम्बिनीको चोकमा लुगाको हालत चाहिँ पक भएको छ पक हामीले केटाहरूले कुराएको अब एकदम जाडो छ होइन यहाँ चाहिँ पुरै होटल गरेर राम्रोसँग बोल्छु म सिन होटल हामी चाहिँ लुम्बिनीमा फुल ट्राई गर्दैछौँ दिदीको फुल ट्राई गर्दैछौँ दामी छ ल यो तिमीले खाने हो नखाने दामी छ यो त होइन दामी दाइ चाख्नु मजा पऱ्यो ल चाखेर भन चाडामा पिरो हाल्दैन अब एउटा पिरो हाल्दैन कस्तो दामी छ यो पिरो ल ट्राई गर्नु कस्तो दाइ बेस्ट ल टक्क बेस्ट छ टक्क हामी त अहिले यहाँ नेक्स्ट सस हामी डिस खाँदैछौँ है बास चमक चमक बुद्ध पनि नआउने माछा खाइदिने केटाहरू म शाकाहारी यसो खाएन मैले त खाएको छैन रोटी रोटी ल यो चाहिँ लेग पिस होइन तर लेग पिस होइन त यो के हो त यो च्याउ हो यो च्याउ हो यो च्याउ लोकल च्याउ हेर्नु पिरो यत्रो हालेर ल्याएको कस्तो चाक पनि भोलि पिरो होइन नमस्ते गुड मर्निङ फ्रम लुम्बिनी म त लुम्बिनीमा छु मैले चाहिँ होटेलबाट भिडियोहरू बनाउनु चाहिँ अलिकति राम्रो ठानिनँ किनकि अब लुम्बिनीमै गएर मैले बनाउन भिडियो भनेर मेरो अगाडि चाहिँ छ यहाँ 1600 अफ बुद्ध आई समथिङ गेट फ्रम टिकटक होइन यो चाहिँ मैले टेबल स्टोरी गर्दा थाहा पाएको थिएँ अब हामीले फर्स्ट भिडियो हो यो अब हामी अरू छुट्टिने ठाउँमा हामी गइहाल्छौँ थ्याङ्क सो मच फर वाचिङ गाइज लेट्स गो पहिला यो सिंगापुर फेरि जर्मनी फेरि फ्रान्स नेपाल चाइना कोरिया अस्ट्रेलिया अनि लास्टमा आइदियो ओके ल हामी त सबै हिँड्छ केटाहरू क्या हो खस्यो के कहाँ खस्छ त यो सिंगापुरको हो यो सिंगापुर हेरेर आउनु है हामीले अब यो घुमेर निस्केछौँ
अब हामी अर्कोमा भन्नु होइन यो सिङ्गापुर सिङ्गापुर अब हामी सबै हामी सबै देश हामी घुम्छौँ सो यस्तै उता यहाँ पनि साथमा चप्पल आएर आउँछ चप्पल हाम्रो त सिङ्गापुर यो सिङ्गापुर भयो अब जर्मनीमा जाने है आज हामी पुरै दाइ काट्यो मेरो दाइ पातै उठाइदियो नि त भइसक्यो त यहाँ लुम्बिनीमा त के घुम्न आउँछ त सबै दाइ हल्का भनिदिनु नि त लुम्बिनीमा तपाईँको पहिला त तपाईँले चाहिँ 1000 टेम्पल तिब्बतको हेर्नु भएछ गए अनि यो सिङ्गापुर भयो त्यसपछि जर्मनी फेरि फ्रान्स फेरि नेपाल फेरि अस्ट्रेलिया फेरि चाइना अनि त्यसपछि कोरिया लास्टमा माया थियो यति त यहाँ घुम्न हजुर अरू त छ यो इन्डियाको बनाउँदैछ अगाडि मलेसियाले बनाउँदैछ रसियाले बनाउँदैछ अमेरिकाले बनाउँदैछ अरू मन्दिर त छ तर अहिले रेडी भएको छैन उनीहरूले आएर बनाउने हो जस्तै जुन देशको बुद्ध भगवानलाई मान्छ नि तिनीले आफ्नो आफ्नो देशको मन्दिर चिनो बनाउँछ सबैमा चाहिँ बुद्ध भगवान छन् हजुर तर चाहिँ डिजाइन अलिक फरक छ यो कि हामी यहाँभित्र हजुर सबभन्दा राम्रो चाहिँ यो जर्मनीले ल हस् ल सबसे बवाल हो बुढै हेर्न आयो नि कस्तो आयो त कस्तो आयो दिशा मोबाइल भएको छ हाम्रो दाइ रिक्सा दाइ हामीसँग दामी यहाँ साइडमा निकाल्दिनु अलिक यहाँ राख्यो भने हेराउनु उयो छैन यो जर्मनी हेर्नु जर्मनी हेरेपछि यो वाइटवाला जुन छ नि फ्रान्सको हजुर यो फ्रान्स हेर्नु हजुर पछि नेपाल नेपाल हेरेर म उही नेपालको कुनेमा तपाईँलाई सोध्छु है बाहिरबाट घुमेर आउँछु हजुर त्यताबाट रिक्सा हुन्न हजुर म पछाडिबाट घुमेर नेपालको कुनामा कुर्छु तपाईँलाई यो त नेपालको हजुर यो नेपालको हो सर खतरा छ जर्मनी फ्रान्स नेपाल त्यसपछि अस्ट्रेलियावाला यस्तै आज म त यस्तै कालो भइसक्यो मान्छे कालो सबै कालो कालो हामीले सबै ठाउँ घुमेर अहिले त हामी चाहिँ माया देवी भन्ने ठाउँमा आएको छ यहाँ चाहिँ हाम्रो आगो कहिले नलिने अब कहिले लिँदैन आगो चाहिँ भन्ने चाहिँ हाम्रो गरेर लाग्छ हामी त्यहाँ भित्र गएर सबै हेर्छौँ पहिला त हाम्रो चिया र सम केही भोक लागेको छ केही खाएर त हामी भित्र जाने चाहिँ प्रबन्ध गर्दैछौँ हामीले प्रबन्ध सो अब हुन्छ के हुन्छ देखिहाल्छौँ भित्र अब हामी ठाउँमा चाहिँ भिडियो गरिदिनु छ अनि बसेको हल्का क्लिप छ त्यो क्लिप हालिहाल्छु अब फोटोहरू खिच्यो हल्का फुल्का अब यहाँबाट भित्र जाउँ के कस्तो हेरौँ अब चाहिँ हामी मेरो लागि चाहिँ लुम्बिनी चाहिँ नयाँ हो सबै मेरो लागि चाहिँ सबै नयाँ कुरा एक्सपिरियन्स अहिलेसम्म लेट्स गो गाइज हामी त मायादेवीको मन्दिरमा छ यहाँ प्रति व्यक्ति 20 रुपियाँको टिकट काटेर घोडामा हाम्रो सुजहरू राखेर चाहिँ हामी आइसकेको छौँ तर हेलमेट चाहिँ राख्नु दिँदैन हाम्रो त्यही मायादेवी टाइम थियो ओभर दियो हामी गएर त गइन्छ बेफुट लेट्स गो अब हामी बुझेको अनुसार चाहिँ यो अशोक विहारले गौतम बुद्धको भित्र जन्म भएकोले त त्यसपछि चाहिँ यो मूर्तिमा चाहिँ बुद्ध एक शान्तिको उस भएर चाहिँ राजा आफै राजा आउनु भएर यहाँ चाहिँ पहिला त बलिको प्रथा त बलि हटाएर शान्ति कायम गरेर राखेको रहेछ यो मूर्ति चाहिँ लाइक गौतम बुद्धकै अंश लाइक मान्नु खोज्छन् मान्छेहरूले अब त्यसले गर्दा अशोक स्तम्भ अशोक स्तम्भ ल धन्यवाद
morning everyone. It's day 3 in our journey. हामी छौँ चितवन चौराहा जङ्गल लजमा छौँ अहिले हामीले अब यहाँबाट हामी 20,000ले हामी इलाफेन्ट ब्रिडिङ सेन्टर गएर हामी यताउति गरेर हामी कुराबाट हामी अहिले घर जान्छौँ सो आजसम्म दौड्ने हाम्रो राम्रै गयो यस्तो राम्रो रमाइलो भयो सो होप वी आर इन्जोइङ अ लट बाहिर चाहिँ हाम्रो निशान भाइ त्यही भन्दैमा चाहिँ हामी यहाँबाट जान्छौँ लेट्स गो